आज चाहिँ सबैलाई पराठा खान मन लागेछ र मैले जाँगर चलाएर पराठा बनाउन झरेँ। यहाँ आलु 6वटा लिएँ र मैले आलु पखाल्न लागेँ। अनि एउटै हातले क्यामेरा समातेर एउटा हातले पखाल्दा अलिक भिडियो कस्तो कस्तो आएको छ है। अनि यसरी कुकरमा मैले हालेँ उसिन्नको लागि। पखालेर हालेँ, नपखाली हाल्यो भने फेरि त्यही माटोहरू फेरि फुट्यो भने त्यहाँभित्र जान्छ नि त। अनि मैले पखालेरै हालिदिएँ, यसरी हालेँ। अनि पिठो मुस्नलाई रेडी गरेँ। अब पिठो आटो मुस्न पऱ्यो। अनि यता कुकरमा सिटी लाग्दै थियो। अनि मैले चाहिँ यता प्याज, लसुन, अदुवा, खुर्सानी यसरी मसिनरी चप गरेँ। यो मोटो गऱ्यो भने चाहिँ राम्रो हुँदैन कि, एकदम मसिनो गर्नुपर्छ। अनि एकदम मसिनो गरेर हात दुख्ने गरेर मजाले काटेँ। अनि यसरी खुर्सानी पनि काटेँ मैले। पछि चाहिँ मैले बिर्सिराखेको थिएँ कि सुरुमा चाहिँ। अनि यता आलु पनि रेडी भएको रहेछ। अनि आलु पनि खुसाउन थालेँ। अब हामी जम्मा 3 जना छौँ नि त। बाबु त सानो भयो। अनि मैले जम्मा 6वटा आलुको मात्रै गरेँ कि, त्यहाँ पनि बढी भएको थियो आलु। यो 6वटा आलुको खुसाएर अनि यसलाई मजाले म्यास गरेँ। अब तातो छ, अब हातले त सकिँदैन। अनि मजाले ग्लासले नै यसरी मजाले मुछ्दियो। अनि यसो गरेपछि सजिलो हुने के। तपाईँहरू तातो हुन्छ आलु, कोही त चिसो भइन्जेल कुरिराख्ने, चिसो भइन्जेल त काम पनि भइन्थ्यो। त्यही भएर मैले यसरी ग्लासले नै गरेँ। अनि यता कडाई बसालेँ, तेल हालिदिएँ। तेल तात्तिन्जेल कुरेर बसेँ। अनि मेथी हालिदिएँ। अनि थोरै जिरा पनि हालिदिएँ। अनि यसलाई चाहिँ एकदम डार्क ब्राउन हुन दिएँ। फेरि नत्रै बास्ना आउँछ कि। अनि त्यो अघि चप गरेर राखेको यो लसुन, प्याजहरू, खुर्सानीहरू चाहिँ हालिदिएँ। अनि यसलाई एकदम गलेर ब्राउन हुने बेलासम्म मैले मजाले यसलाई भुटेँ। अनि मसिनो एकदम गले जस्तो भएपछि चाहिँ अनि मैले अघि यो आलु मुसेर राखेको आलु चाहिँ यसरी हालिदिएँ। यसरी पकायो भने चाहिँ एकदम टेस्ट नै अलग हुन्छ कि। त धेरै भिडियोमा मैले देखेँ सबै यो यसरी फ्राई नगरिकन हालेको देखेँ कि, आलु चप के अरे आलु पराठा बनाएको। तर त्यसरी छुट्टै स्वाद, नुन बेसारहरूको काँचो टाइपको स्वाद आउँछ कि। यसरी बनायो भने एकदम मिठो हुन्छ। तपाईँहरूले पनि ट्राई गरेर हेर्नु होला। मैले चाहिँ यसरी नुन बेसार अनि थोरै मसला पनि हालिदिएँ। अब त्यो यो आलुमा त जताततै मिक्स हुन पऱ्यो। अनि मजाले यसरी डाडुले मजाले फेरि म्यास गर्दै चलाएँ कि। अनि मसलाहरू त जताततै लाग्नु पऱ्यो नि त, फेरि काहीँ लाग्ने काहीँ नलाग्ने हुन्छ। अनि यता प्यान बसालेर अनि अब आलु पराठा रेडी गर्न सुरु गरेँ। यो अघि बनाएको यो आलु अनि आटा मुसेर राखेको थिएँ। अब हेर्नु है, मैले आलु पराठा चाहिँ यसरी बनाउँछु। अब तपाईँहरूले चाहिँ कसरी बनाउनु। अनि मुसेर राखेको पिठोलाई चाहिँ यसरी डल्लो बनाएर अनि यसरी गहिरो हुने गरेर मैले यसरी राउन्ड सेपमा यसरी आलु राख्ने भाग बनाउँछु। अनि यसरी आलु त्यो मसला राख्ने मैले चाहिँ 2-3 चम्चा मजाले डम्मै हुने गरेर राखिदिएको थिएँ। अब है साइज अनुसार पनि भर पर्छ। र अनि यसलाई यसरी फोल्ड गरिदिने, त्यो आलुभित्र जाओस् के, बाहिर ननिस्कियोस्। अनि यसरी ठुलो बनाएपछि अनि टक्क यसरी राउन्ड सेपमा गरेर पिठोमा यसो गरिदिन्छु। पिठो राख्ने कारण चाहिँ किनभने हामीले त्यो बेल्दाखेरि चाहिँ त्यो बेल्नामा नटाँसियोस्, रोटीको त्यो नबिग्रियोस् भनेर यसरी राखिन्छ कि। पिठो राख्यो भने सजिलो हुन्छ नि त। अनि यसरी बेल्दा चाहिँ एकदम टच गरेको नगरेको थाहै नहोस् कि, त्यसरी गर्नुपर्छ। किनकि त्यो बढी प्रेस गर्यो भने चाहिँ पिठो त्यो भित्रको आलु मसलाहरू निस्किन्छ नि त। अनि बेल्दाखेरि बिग्रिन्छ सबै। त्यही भएर मैले टच गरेको नगरे जसरी यसरी राउन्ड सेपमा मैले बेलेँ। कति राम्रो गोलो भएछ हेर्नु न, यस्तो दामी भयो क्या। आलु पनि निस्किएन बाहिर। अनि टक्क मैले यसरी सेकेँ। पहिला 2 साइडै मैले तेल घिउ नहालिकन सेकेँ। अनि बुढोले नि मक्क खतरा बनाउँदो रहेछ त भन्दै तारिफ गरिराख्ने थिएँ। मन बनायो मक्कै हुँदै टक्क बनाइराखेँ। अनि 2 साइडै सेकेपछि यसरी हल्का बटर हालिदिएँ। यो 2 साइडै मैले बटर हालेर अनि यसलाई सेकेँ। अनि एकदम लाइट ब्राउन हुन्छ कि, एकदमै गोल्डन कलर आउँछ कि, यस्तो राम्रो देख्यो त्यो। अनि खाँदा पनि त्यस्तै मिठो भएको। आजको शनिबार चाहिँ हाम्रो राम्रै भयो। अनि यसरी 2 साइडै बटर राखेपछि हेर्नु कति राम्रो डार्क ब्राउन जस्तो गोल्डन कलरको देखिन्छ कि। आलुहरू बाहिर पनि ननिस्किने यसरी। अनि मैले बटर राखेपछि चाहिँ ठुलो ग्यास गरिदिएँ। पहिला चाहिँ सानै ग्यास गरेर मैले हल्का सेकिराखेको थिएँ। अनि बटर राखेपछि ठुलो ग्यास गरेर अनि यसरी चलाउँदै मैले अनि छिटो गरेर निकालेँ। हेर्नु है कति राम्रो कलर आउँछ। हजुरहरू पनि ट्राई गर्नु होला है।
यो मसला चाहिँ मैले बाबुलाई खुर्सानी नराखी बनाएर राखिदिएको छ। यो चाहिँ मेरो छोराको लागि सानो आलु पराठा बनाइदिनु भएको। छोरालाई पिरो नहाली गराइदिनु पर्यो नि त। अनि यो सानो साइजको छोरालाई बनाइदिएँ। ल हेर्नु है। बाबुलाई पनि यसरी सानो साइजको बनाएर बाबुलाई दिएँ। बाबुले पनि मिठो मानेर खायो दहीसँग। दही र आलु पराठा चाहिँ खतरा मिठो हुँदो रहेछ क्या। फेरि हेर्नु न कलर पनि कति राम्रो आएको। मेरो बुढो फेरि लाइफमा मैले कति ठाउँमा खाएँ, यहाँको आजको जस्तो मिठो चाहिँ कहीँ थिएन भनेर मलाई पुरा तारिफ गरिराख्नु भएको थियो। खुसी पनि लाग्यो। अन्त लोकल दही अनि यसरी आलु पराठा बाबु पनि खाँदैछ। अनि आज फर्स्ट टाइम पराठा खाँदैछ र मैले पनि यसरी दहीमा चोपेर खाएँ। अनि बाहिर टक्क यसो गएको त कति राम्रो मौसम, पानी परेको, घाम लागेको, अनि त्यो बादलहरू म त अर्कै दुनियाँमा पुगे जस्तो भएको क्या। एकछिन त कति राम्रो देखेको कि कस्तो अलगै दुनियाँ जस्तो फिल भइरहेको क्या मलाई।